नमस्कार। मिति 2082 साल फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तपाईले आफ्नो नाम भोटर लिस्टमा छ कि छैन भनेर यसरी हेर्न सक्नुहुन्छ र तपाई आफ्नो भोटर लिस्टमा नाम भए नभएको कुरालाई हेर्नका लागि म स्क्रिन शेयर गर्न गइरहेको छु। तपाईलाई भिडियो मन परे लाइक, कमेन्ट र शेयर गर्न नबिर्नु होला। सबैभन्दा पहिला आफ्नो मोबाइलमा भएको क्रोम ब्राउजरमा जानुहोस्। क्रोम ब्राउजरमा गइसके पछाडि election.gov.np टाइप गरी सर्च गर्नुहोस्। त्यस पछाडि निर्वाचन आयोगको वेबसाइट खुल्नेछ र त्यसको तलपट्टि तपाईले आफ्नो सम्पूर्ण विवरण, जिल्ला, गाउँपालिका, वार्ड नम्बर र आफूले मतदान गर्ने मतदान केन्द्रको नाम राखेर सबमिट गर्नुहोस्। त्यसपछि तपाईको नाम देखिनेछ। आफ्नो नाम छ कि छैन भनेर हेर्न सक्नुहुन्छ। धन्यवाद।